अब यस्तो क्वेसन आएपछि के गर्नुहुन्छ भर्खरै सिकाएको थिएँ इन्सर्ट मिसिङ लेटर भने जस्तो पनि लाग्न त होइन तर इन्सर्ट मिसिङ लेटर भन्ने बित्तिकै हतारिनु पर्ने टेन्सन लिनुपर्ने पी 16 मा पर्छ ई 5 मा टिट यतातिर नलाग्नुहोस् पहिला क्वेसन त पहिला पढ्नुपर्छ है कहिलेकाहीँ नम्बर अफ ट्रायंगल काउन्ट गर्छन् सोधिन्छ स्ट्रेट लाइन भर्टिकल लाइन सोध्या हुन्छ स्ट्रेट लाइन ल्याइदिन्छन् त्यो हुनाले प्रश्न पहिला स्क्यानिङ पढिहाल्ने चुज द मिसिङ लेटर फ्रम बिलो टु फर्म अ वर्ड युजिङ अल लेटर प्रेजेन्टेड भनेको छ है त हेर्नु त यिनीहरू वर्डहरूमा त्यो वर्ड एउटा बनाउनलाई यिनीहरू कुनै 3टा अक्षर लगाउने भनेर सोधेको छ है त अब 3टा अक्षर कुन लगाउँदा मिल्छ त कुनै एउटा शब्द बन्नु पर्यो भनेको छ है त टु फर्म अ वर्ड भन्ने छ नि अब सजिलो भयो दिमागमा के भयो एउटा शब्द बनाउनु हुन्छ के तपाईले नत्र त या 16 पर्यो यता घटाउँछन् जोड्छन् नाना थरीका छन् म त सिधै के लेख्छु पी आर ई एस आई डी ई एन टी प्रेसिडेन्ट हो मिस्टर प्रेसिडेन्ट राख्नलाई कुन राख्नु पर्यो त अप्सन नम्बर यो राख्नु पर्यो है आर डी एन प्रेसिडेन्ट भन्ने चीज बनाउनलाई आरडीएन राख्नु पर्यो है त यहाँ आर PRESIDENT बुझ्नु भयो होला अब यसमा धेरै नअल्झ्यौँ किनकि समय कम छ नि हामीलाई है